9 बजेतिर घाँस काट्नलाई निस्किनु भएको थियो। यहाँ यतातिर घाँस काट्दै हुनुहुन्थ्यो। अनि यहाँबाट चाहिँ घाँस काट्ने क्रममा चाहिँ एक्कासी बाघ आएछ, यताबाट लतार्दै उहाँसम्म पुर्याएको छ। ए घाँस चाहिँ यही काट्नु भएको थियो उहाँले? हजुर, यहीँनिर घाँस काट्दै हुनुहुन्छ। आँसी पनि यही छ। जाम न त हेर्नुहोस् दर्शकबिन, यो ठाउँमा चाहिँ घाँस काटिरहनु भएको थियो 40 वर्षका इन्द्रबहादुर खत्री र उहाँलाई चाहिँ बाघले नै हो? हजुर, बाघले नै। तपाईँ भाइले देखेको हो सबै कुराहरू? है, यहाँ सुन्दै हुनुहुन्छ। अनि शरीर छुट्टा अनि यतातिर मासुपट्टि सबै खान्छ। त्यहाँको यता यो साइडको मासु? हजुर, सबै खान्छ। यहाँबाट लतार्दै लगेछ। यहाँबाट यो यही डोकोमा होला। यही डोकोमा होइन घाँस हेर्न सक्नुहुन्छ दर्शकबिन, यही डोको हो। यही डोको हो त्यो काटेको? उहाँ चाहिँ डोकोमा यसरी राख्नु भएको छ र यहाँ काटिरहनु भएको छ। उहाँको चप्पल थियो? हजुर, आँसी यहाँनिर यो आँसी पनि यही छ। हामीले यहाँ देखाइरहेका छौँ तपाईँलाई। तपाईँहरू पनि आउनु, यहाँ आउने यताउता गर्ने यो मेलापत दाउरा साउरा लिने सामुदायिक वन के सामुदायिक वन पहिलोचोटि हो भनेपछि यो पहिलोचोटि घटना भएको छ। योभन्दा अगाडि शमशेरगञ्जतिर भएको थियो, बालापुर भएको थियो। हेर्न सक्नुहुन्छ एकदमै दुःखद घटना यतिखेर हामी तपाईँहरूलाई देखाइरहेका छौँ। यो ठाउँ हेर्न सक्नुहुन्छ यहाँ नजिकै हो। यहाँ बाघले यसरी यो बाटो हुँदै घटनास्थलको अगाडि हो अझै। पुलिसले परमाणुलाई लाग्नुपर्छ लक्ष्य चाहियो भन्छ यता अगाडि कता कता उयो देख्नु भयो होला। हुन्छ त्यो मुजुरका मागेर फोटो खिच्छ यहाँ हाल्दिनु।